कम्पनीले पासपोर्ट दिँदैन। केलाङ आएको थियो सामान किन्न, ग्राबबाट उठ्ने बित्तिकै तेरो पासपोर्ट छ भन्नु, छैन भन्दाखेरि उता गएर लाइनमा बस भनेर यहाँ यसरी पक्रिरहेछ। जसरी भए पनि मेरो कम्पनीसम्म पुऱ्याइदिनु, खबर गरेर छिटो निकाल्न आइदिनु। म फेरि पनि त्यो जेलभित्र जान चाहदिनँ। यसरी लगिसक्नु हामीलाई, यसरी इमिग्रेसनको गाडीमा रहेछ। यस्तो हामीले पासपोर्ट दिँदैन। हामी कम्पनीको मान्छे भएर पनि हामीलाई यसरी किन यसरी पासपोर्ट दिँदैन? क्याबबाट उत्रने बित्तिकै सामान किन्नु गाडीभित्र उत्रने बित्तिकै यसरी हामीलाई उनीहरू लाँदैछ इमिग्रेसनले गाडीबाट। यो सबै कम्पनीले हामीले पासपोर्ट हातमा दिँदैन। हामी कहाँ भाग्छौँ त? प्लिज 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 मेरो कम्पनीले छिटोभन्दा छिटो थाहा होस्। ग्राबबाट उत्रिनु पाएको छैन। औषधि पनि गर्न पाएन। प्लिज प्लिज मेरो कम्पनीले छिटो थाहा दिनु। पासपोर्ट लगेर छिटो जानु भन्नु। इमिग्रेसनले हामीलाई यसमा गरी हालिसकेछ। आजभन्दा 1 वर्ष अगाडि म नर्कमा पुगेको थिएँ। फेरि पनि यस्तै ठाउँमा फेरि जानुपर्ने भयो। कम्पनीको मान्छे भएर पनि यसरी हामीलाई टप्प टप्प टिपेर लगिरहेको छ। कसरी हेर्दैन? हामी नेपाली यस्तो दुःख भइरहेको छ। हातमा पासपोर्ट दिँदैन। फाइनल्ली छुट्यो। पर्मिटहरू सबै चेक गरेर नक्कली हो कि सकली भनेर चेक गरेर अनि छोडिदियो। ओके छ अरे। मेरो शुभचिन्तकहरू मेरो चिन्ता लिनु पर्दैन। अब छुट्यो। धन्न मैले त्यो 1 वर्ष अगाडि 18 दिन जेलमा बिताएको पल भोग्न परेन। थ्याङ्क यू सो मच सबैलाई। थ्याङ्क यू सो मच गड। अब रुमतिर जाने हो। धेरै खुसी छु। ठुलै रहेछ हो। 18 दिन बस्नु परेन। सँगै जेल परेर चौकीसम्म चाहिँ गएको। चौकीसम्म गयो। अलि माथि पुग्नु परेन। चेक गरेर छोडिदियो। गाह्रो छ हामीलाई यहाँ मलेसियामा कमाएर खान पनि है। एकदमै गाह्रो छ। मार्केट आउँदाखेरि नि पक्रेर लान्छ।